नमस्कार। आज हामी एउटा निकै रोमाञ्चक अनुसन्धानको गहिरिएर चर्चा गर्दैछौँ, जसले के भन्छ भने नेपालमा अबको 5 वर्षभित्रै सस्तो 5G सेवा सम्भव हुन सक्छ रे। यो खोज चाहिँ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका विद्यार्थी अनि अनुसन्धानकर्ताहरूले गर्नुभएको। उहाँहरूसँगै फिनल्यान्डको हेलसिङ्की विश्वविद्यालयका एकजना अनुसन्धानकर्ता पनि हुनुहुन्छ अनि यो खोज प्रतिष्ठित अमेरिकी जर्नल IEEE एक्सेसमा प्रकाशित भएको छ। हाम्रो उद्देश्य के हो त आज? खासमा यो अनुसन्धानले 5G ल्याउँदा लाग्ने त्यो ठूलो खर्च हैन, त्यो समस्यालाई कसरी सम्बोधन गर्छ अनि नेपालको लागि कस्तो खालको बाटो देखाउँछ त, यसबारे अलि केलाएर हेरौँ न। ल सुरु गरौँ है त। पहिलो कुरा त अहिले 4G चलिरहेकै छ हैन, 5G नै किन चाहियो अनि नेपाल जस्तो देशको लागि यसका मुख्य बाधाहरू चुनौतीहरू के हुन् त? हेर्नुहोस्, अहिलेको जुन 4G नेटवर्क छ नि, यसले भविष्यमा जुन मोबाइल डेटाको माग बढ्दै जान्छ त्यसलाई धान्न अलि गाह्रै पर्ने देखिन्छ। संसारभरि नै 5G मा जाने एउटा लहर जस्तै छ। तर अब नेपालको कुरा गर्दा मुख्य चुनौतीहरू भनेकै पहिलो त कार्यान्वयनमा लाग्ने ठूलो खर्च हो, अनि चाहिने प्राविधिक पूर्वाधार, दक्ष जनशक्ति हैन, यी कुराहरूको कमी छ। त्यसमाथि सेवाको गुणस्तर राम्रो बनाइराख्नु पनि अर्को चुनौती नै हो। त्यो लागतकै कुरा एकदमै महत्त्वपूर्ण छ नि। धेरैले त खै 5G नेपालमा अहिले कसरी सम्भव होला, कति महँगो पर्ला भन्छन्। तर यो अनुसन्धानले चाहिँ अलि फरक कुरा गरे जस्तो लाग्यो है। उहाँहरूले के समाधान दिनुभएको छ त? हो, बिल्कुल। यो अनुसन्धानले खासमा त्यही लागत कसरी घटाउने र कार्यान्वयनलाई कसरी सजिलो बनाउने भन्नेमै ध्यान दिएको छ। उहाँहरूले काठमाडौँ उपत्यकाका नेपाल टेलिकमका 4G टावरहरूको अध्ययन गर्नुभएछ अनि एउटा 2 चरणको विधि प्रस्ताव गर्नुभएछ। 2 चरणको विधि कस्तो खालको? पहिलो चरणमा चाहिँ मेसिन इन्टेलिजेन्सको प्रयोग छ। यसले के गर्छ भने स्वचालित रूपमा नेटवर्कको गुणस्तर हेर्छ। मतलब जस्तै थ्रुपुट भयो, डाटा कति छिटो आयो गयो हैन, डिले कति ढिला भयो, जिटर, भिडियो कल गर्दा गडबड हुन्छ नि कहिलेकाहीँ, त्यो, अनि प्याकेट लस, डाटा हराउने समस्या, यी सबै कुराहरू अनि नेटवर्कका अरू त्रुटिहरू पनि यो मेसिन इन्टेलिजेन्सले आफै विश्लेषण गर्छ। अनि त्यो विश्लेषणको आधारमा कुन चाहिँ बेस स्टेसनलाई 5G मा लैजाँदा सबैभन्दा फाइदा हुन्छ, प्रभावकारी हुन्छ भनेर प्राथमिकता छुट्याउन मद्दत गर्छ। भनेपछि कहाँ लगानी गर्दा ठिक हुन्छ भनेर थाहा पाउन सजिलो भयो। हो, त्यसले गर्दा अनावश्यक खर्च जोगिने भयो नि त। अनि दोस्रो चरण नि? दोस्रो चरणमा चाहिँ इभोल्युसनरी गेम थ्योरी प्रयोग गरिएको छ। इभोल्युसनरी गेम थ्योरी, यो त अलि फरक सुन्यो। यो चाहिँ चार्ल्स डार्विनको सर्भाइभल अफ द फिटेस्ट भन्ने सिद्धान्त छ नि। हो, योग्यतमको उत्तरजीविता। हो, त्यहीबाट प्रेरित हो। जसरी प्रकृतिमा जीवहरू वातावरण अनुसार आफूलाई ढालेर बाँच्छन् हैन, त्यसै गरी टेलिकम कम्पनीहरूले पनि यो बदलिन्दो प्रविधि र बजारमा आफ्नो रणनीति बनाउनु पर्छ भन्ने हो। यो सिद्धान्तले के गर्छ भने नेपाल टेलिकम, एनसेल जस्ता सेवा प्रदायकहरूलाई विभिन्न व्यावहारिक पक्षहरू हेरेर योजना बनाउन सघाउँछ। जस्तै राजस्व कति आउँछ, ग्राहक कति छन्, नेटवर्कमा कति चाप छ, कभरेज कति पुग्यो, जनशक्ति कस्तो छ, अनि 5G को माग कस्तो छ, यी सबै कुरालाई सन्तुलनमा राखेर अनि त्यसको आधारमा एउटा दीर्घकालीन फाइदाजनक योजना बनाउन मद्दत गर्छ। गजब! भनेपछि यो त प्राविधिक मात्रै रहेनछ, रणनीतिक योजना पनि भयो, त्यो पनि प्राकृतिक छनौटको सिद्धान्त प्रयोग गरेर। यो त एकदमै नौलो सोचाइ रहेछ। तर यसले अन्ततः 5G सस्तो बनाउन चाहिँ कसरी मद्दत गर्छ त? हो, कुरो के रोबाए यी 2 विधिको संयोजनले नै लागत घटाउने हो। मेसिन इन्टेलिजेन्सले के भन्यो भने कहाँ र कहिले स्तरोन्नति गर्ने भनेर ठिक ठाउँमा स्रोत परिचालन गर्न सिकायो। अनि गेम थियरीले चाहिँ कम्पनीहरूलाई एकैचोटि वार लगानी गर्नुभन्दा अलि सोचेर चरणबद्ध रूपमा रणनीतिक हिसाबले विस्तार गर्ने बाटो देखायो। बुझे। हो, यही 2 पक्षले गर्दा 5G विस्तारसँग जोडिएको त्यो ठूलो खर्चलाई निकै हदसम्म कम गर्न सकिन्छ भन्ने यो अनुसन्धानको निष्कर्ष हो। अनुसन्धानको मुख्य लक्ष्य नै त्यही थियो, सबैभन्दा सस्तो र सजिलो तरिकाले 4G बाट 5G मा कसरी जाने त्यो बाटो पहिल्याउने।
यदि यो मोडेल अपनाउने हो भने उहाँहरूको विश्लेषण अनुसार आगामी 5 वर्षमा नेपालमा साँच्चै किफायती 5G सम्भव हुन सक्छ। 5 वर्षमै? त्यो त निकै आशालाग्दो कुरा भयो। हो, तर यद्यपि एउटा चिन्ताको विषय के छ भने सरकारी योजना अनुसार नेपाल टेलिकमले जुन 5G को पाइलट टेस्ट गर्नुपर्ने हो त्यसमा अलि ढिलाइ भइरहेको छ। त्यो ढिलाइले चाहिँ यो सम्भावनालाई कतै असर गर्ने हो कि भन्ने छ। त्यो त विचार गर्नुपर्ने कुरा भयो। त्यसो भए यो अनुसन्धानको सारमा भन्नुपर्दा चाहिँ के भयो त? नेपाली अनुसन्धानकर्ताहरूले नै मेसिन इन्टेलिजेन्स जस्तो स्मार्ट प्रविधि र इभोल्युसनरी गेम थियरी जस्तो रणनीतिक योजनालाई मिलाएर नेपालमा महँगो मानिएको 5G लाई पनि अलि सस्तो किफायती बनाउन सकिने एउटा व्यावहारिक र वैज्ञानिक बाटो देखाउनु भएको छ है। यसले त डिजिटल पहुँचमा ठूलै फड्को मार्ने सम्भावना देखायो नि। निश्चय पनि। यो अनुसन्धानले प्राविधिक र रणनीतिक खाका त दियो हैन, तर अब एउटा महत्त्वपूर्ण प्रश्न उब्जिन्छ के प्रश्न होला? यो प्राविधिक सम्भावना त भयो अनि किफायती 5G को सपना पनि देखियो, तर यसलाई साँच्चै आगामी 5 वर्षभित्र यथार्थमा बदल्नको लागि अरू कुराहरू पनि चाहियो नि। जस्तै नियामक निकायको नीति कस्तो हुन्छ, सरकार कतिको सक्रिय हुन्छ, सार्वजनिक निजी साझेदारीको सम्भावना कस्तो रहला, यी जुन गैर प्राविधिक पक्षहरू छन् यिनीहरू कतिको सहयोगी वा बाधक बन्लान् त। प्राविधिक समाधान हुनु एउटा कुरा हो, तर त्यसको सफल कार्यान्वयन हुनु अर्को कुरा। यो अब हामी सबैले विचार गर्नुपर्ने विषय हो जस्तो लाग्छ।